दिनको सफारी साह्रै अविस्मरणीय, एकदमै शीतल ओसिलो बिरुवाहरू, पालुवा फेरेका नयाँ नयाँ मुना, हरिया पातहरू, हरिया रुखहरू। अब यो हिउँदमा आउने हो भने यो सबै सेतो खुइरे डाँडो डढेलो लाग्ला जस्तो डाँडो हुन्थ्यो। बाटो यस्तो छ, तर हाम्रा विद्यार्थीहरू आउँदैछ। पारीका डाँडा हेऱ्यो भने एउटा राम्रो चिटिक्क परेको घर बनाएर त्यतै बस्नु जस्तो। आजको हाइकिङ अविस्मरणीय छ कि छैन अनिस? हरेक परिवेशमा रमाउन सिक्नुपर्छ। विद्यार्थीहरू धेरै रमायो, धेरै खुसी लाग्यो। समर सिजनको रमाइलो अरू बेला हिउँदमा आएर पक्कै भेटिँदैन। यो ट्रेकिङको एउटा मजा चाहिँ हामी हाम्रो गाउँ परिवेशभन्दा पर जान्छौँ, एकान्तमा पुग्छौँ। यहाँ हामी जति कराउन पनि सक्छौँ, जति उफ्रिन पनि सक्छौँ। जस्तै एउटा स्याम्पल हेरौँ, ट्रेकिङमा यतिको भएन भने मजा हुँदैन, किनकि ट्रेकिङ अभिन्तर ठाउँमा हुन्छ। यसका मर्महरू नै आफ्ना मनभित्रैबाट निस्केका जुन कुराहरूलाई कराएर अभिव्यक्त गर्न अरू कहिले पनि पाइँदैन। हामी गाउँमा यसरी करायो भने पागल भन्छन्, र यहाँ कराउन पाइन्छ। हामी कस्तो राम्रो प्रकृतिको छाताभित्र छौँ हामी। जङ्गलमा गएर करा, जङ्गलमा गएर करा हो, यो हो नि त, यो हो नि त। यता हाम्रो विद्यार्थीहरू सिस्नो घारीमा, सिस्नो त करेन्ट। हाम्रो सुमन सरको ऐतिहासिक साँगुरी गढी, पुराना पुर्खाहरूले यहाँबाट युद्ध लडेका ऐतिहासिक चिनो स्वरूप यहाँ तोपहरू पनि देख्न सकिन्छ। विद्यार्थीहरूले यसको पनि अवलोकन गरिरहेछन्। गढीका भग्नावशेषहरूलाई पुनरुत्थान पुनर्निर्माण गरेर यस्तो बनाइएको छ। निकै रोमाञ्चक मौसम छ। यस्तो खालको मौसममा हामीलाई हाइकिङ आउन पुरै पहिलेदेखिको रहर, सिमसिम पानी, कुहिरो वरिपरि, न गर्मी हुने टेन्सन छ। सुमन सर रमाइलो एडभेन्चर भयो महेन्द्रमा। सुमन सरको पनि एउटा नौलो अनुभव। यस्तो अनुभव हत्तपत्त पाइँदैन। भिजेर एकदम रेनकोट लाउनु पर्ने कन्डिसन छ। यतिकै हामी हिँड्न अलिक सक्दैनौँ। खोइ बादल खुलेपछि यतातिर हाम्रो बरा क्षेत्र छ, यतातिर धरान छ, यतातिर भेटार छ भन्दै गर्दा हाँस उठ्छ होला, किनकि केही देखिरहेको छ। हामी अर्को महिना कहाँ प्लान गरेका छौँ भन त? दार्जिलिङ।